So hello and welcome everybody. Once again welcome to my channel. So thumbnail र टाइटल हेरेर त तपाईहरुले आजको भिडियो थाहा पाइसक्नु भयो होला. So आज चाहिँ हामी यता रामेछापतिर जान लागेको छौं. रामेछाप गेलु भन्ने ठाउँ रहेछ. So त्यहाँ जान लागिरहेको छौं. So अनि मेरो चाहिँ अब यो फर्स्ट टाइम हो रामेछापतिर जान लागेको. एन्ड जुन त्यो हाम्रो त्यो हाइवे छ त्यो हाइवे पनि मेरो लागि आज फर्स्ट टाइमै हो. योभन्दा अगाडि म कहिले पनि गएको छैन त्यो हाइवेबाट कतै पनि. एन्ड त्यही हो. अनि सो आज अलिकति एक्साइटेड नै छु नयाँ रुट जान पाउँछु भनेर. अहिले चाहिँ हामी यता गोठाटार हुँदै जान लागेको छौँ. सो म तपाईँहरूलाई अब सबै कुरो देखाउने नै छु होइन भिडियोको थ्रु. अब बाटो कस्तो छ होइन रोड कन्डिसनहरू अहिले प्रेजेन्ट. अनि त्यही हो सबै कुरो हेर्नु होला. भिडियो लास्टसम्म हेरिदिनु होला. अनि भिडियो मन परेमा भिडियो लाइक गरिदिनु होला, सेयर गरिदिनु होला. च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गरेर राखिदिनु होला. तो चलिए शुरू करते हैं. ओके सो अहिले चाहिँ हामी अब यताबाट निस्किन लागेको. सो अन्त सुरुमा चाहिँ अब हामीले पेट्रोल हाल्नुपर्ने हुन्छ. यो पेट्रोल हाल्न चाहिँ हामी अब खरे जाँदैछौँ. सो ल हेरौँ. मेरो पनि हाल्दिहाल्नु त्यतैबाट. मेरोमा 1500 को हालिदिन्न. 1000 रुपियाँ त्यहाँ अनलाइन हुन्छ. 500 रुपियाँ म क्यास दिन्छु है. फुल हाल्छु म. गर्दिनँ माइलेज टेस्ट. 1 2 3 4 5 यतिमै ट्याङ्की फुल भयो. बाइकले त यत्रो त कहिल्यै देखाएको थिएन त. पेट्रोल त आज फर्स्ट टाइम हो त यत्रो देखेको. भयो ल पेट्रोल चाहिँ स्पोन्सर्ड बाई क्रिएटिभ भ्लग नेपाल भएको छ. 2000 years later. ओके सो हामी अहिले चाहिँ यो जगती चोक पुगिसकेका छौँ होइन. यो जगती होइन या. सो जगती पुगिसकेका छौँ. अब जगतीबाट चाहिँ हामी यता लेफ्ट लागेका छौँ. हामी यताबाट चाहिँ यो नालाको बाटो जान लागेको हो. यो साँगाको बाटो जाँदैनौँ हामी. त्यो अलिकति बेसी नै धुलो बाटो छ होइन. पुरा बनिएको पनि छैन. अनि सो त्यही भएर चाहिँ अब यो नालाको बाटो जान्छौँ हामी. नालाको बाटो त एकदम खाली पनि हुन्छ. अनि राम्रो पनि छ क्या त्यताको बाटो. सिधै बनेपा निकालिदिन्छ. अनि त्यही भएर हामी यताबाट जानु लाग्यो आज. ल यता रोकौँ न त. कर्नरिङ हान्न नसकेर गएको जस्तो कि. ल सो हामी चाहिँ अब एकछिन हाम्रो बाइक एकछिन हानेर चलाउँछौँ. सो ट्राई हानिदिउँ हाम्रो रेडर 125. हो लेट्स ट्राई रेडर 125. त्यस्तै गर्नु. कस्तै स्टार्ट नभएको. अप्ठ्यारो लाग्यो. यो बाइकको चाहिँ इनिसियल चाहिँ एकदम हाई छ यसको. अब भन्ने हो भने त सायद मेरो बाइकको भन्दा नि अलिकति हाई नै होला. चल झुटा. अनि आवाज पनि अलिकति ठुलो छ. जुन चाहिँले फिल पनि अलिकति डिफ्रेन्ट आउँछ क्या. यो बाइक एकदम रफ्तारमा कुदाएको छ जस्तो आउँछ क्या फिल चाहिँ. ओके सो अहिले चाहिँ हामी यता बनेपा पुगिसकेका छौँ. यो बनेपा चोक आइपुगिसक्यौँ. नालाको बाटो हुँदै आएपछि अलिकति छिटै पनि हुन्छ. किनभने उता सिग्नलहरू केही हुँदैन, जाम केही हुँदैन, बाटो कतै बिग्रेको छैन, केही छैन, राम्रो बाटो छ. सो अब यताबाट हामी धुलीखेल लाग्छौँ. यता चाहिँ अलिकति अगाडिपट्टि सायद बाटो अलिकति बिग्रियो भन्नाले बनाइसकेको छैन होला. यहाँको बाटो चाहिँ अलिकति यस्तै छ, बनिँदैछ होइन बिस्तारै.
ठुलो बाटो बनाउन लागेको रहेछ। बनिसकेपछि त एकदम राम्रो एकदम सजिलो हुन्छ। यहाँदेखि धुलिखेलसम्म सायद यस्तै नै होला। ट्रक आयो मार्ला ट्रकले। अनि यस्तो स्पिडमा आइरहेछ ट्रक। अगाडि आउँछ उडाइदिन्छु भनेर हिँडे जस्तरी। ल अब चाहिँ अलिकति बिस्तारै गरौँ। हो किन चाहियो एडिभी भन्ने कि। सो हामी चाहिँ धुलिखेल आइसक्यौँ। धुलिखेल चोक कटिसक्यौँ। कटेर अब अगाडि बढ्दैछौँ। भिडियो त आउँछ नि मेरो। ए छ। एन्ड यही हो डट टेम्पल। हामी यता रोकिँदैनौँ। हामी अगाडि बढ्छौँ यताबाट अब अझै। अलराइट सो हामीले बाइक साटिसकेको छौँ। आफ्नो ओरिजिनल बाइकमा आइसक्यौँ हामी। एन्ड यस्तो दामी मोडहरू छ होइन, क्या मजा आइरहेछ मलाई। यस्तो रोड मलाई एकदम दामी लाग्छ। यस्तो धेरै टर्निङहरू भएको रोड। लेफ्ट राइट। ए अब यो भयो। कति सुधाउन मिल्छ यस्तोमा। One year later. यहाँ हो जस्तो छ। ल सो हामी यहाँ एकछिन रोकिन्छौँ अब। ओ ल यहाँको सिन। अस्ति नै हामी ठ्याक्कै यसको पछाडि थियौँ होइन त कि होइन? उता हो र? यसकै पछाडि होइन र? ओके सो यो ठाउँलाई चाहिँ सायद नमोबुद्ध भन्छ जस्तो छ। नमोबुद्ध आइपुग्यौँ अहिले चाहिँ हामी। यहाँ गाडीहरू बसहरूले ओभरटेक गर्न नदिएर एकदम लामो बेरसम्म उनीहरूको पछाडि बस्नु पर्यो। बल्ल ओभरटेक गर्न पाइयो। अब चाहिँ खाली छ। भन्दैछु साइकको। अहिले चाहिँ हामी खै यो कुन ठाउँमा छौँ थाहा भएन। तर यस्तो टाइपको बाटो चाहिँ अब यहाँ धेरै छ अरे। सायद हाइवे बिग्रेर चाहिँ यो बाटो हिँड्नु पर्यो होला हामी। अच्छु अस्तिको इन्डुरोमा चाहिँ हामी जस्तो राइडरहरूले खेल्न पर्ने हो खासमा। अच्छा बाइक त धेरै यता उता हुँदैछ क्या पछाडिको टायर होइन। अब यो बाइक यस्तोको लागि बनेकै होइन। कौन है ये लोग? कहाँ से आते हैं? ओके हल्का अगाडि जाम है त हामी चाहिँ। एकदम लामो रहेछ त हौ यो बाटो त। अरे खतरनाक लोग हैं। यो बाटो त आम्मामा एकदमै लामो रहेछ हौ। यस्तो अब अघिँदै हिँड्दैसम्म सकिया छैन। त्यही माथि हामी कस्तो स्पिडमा हिँड्दैछौँ।
मैले त जे नि सोचेको थिएन यत्रो लामो होला भनेर चाहिँ सुन्न त सुने हो अलिअलि देखे हो होइन कता कता देखे हो झन् यत्रो लामो छ भन्ने चाहिँ थाहा थिएन यहाँ सोलो हिँड्दैछु र मात्र होइन पछाडि मान्छे राखेर हिँड्यो भने त एकदम टाइम लाग्ने रहेछ हौ सिङ्गल हिँड्ने बेला त उठी चलाउँदैछु बट्टार्दैछु अब यस्तोमा उठेर ल्याम्म बटार्ने ल है बाटो पछाडि लोड हालेर आयो भने त कहाँ सकिन्छ एकदम बिस्तारी ओके सो यसो हेर्दाखेरि फाइनली कटिङ जस्तो छ फेरि पिच रोड सुरु भइसक्यो अगाडि यस्तो छ कि छैन फेरि होइन तर मजा चाहिँ मजा आयो नेपाल थोक 1 किलोमिटर भनेपछि सक्यो जस्तो छ त्यो बाटो झन् यसपछिको यो बाटोहरू पनि अलिकति हुन्छ नि सायद यो पहिरोले नै होला यो पुरै बिग्रेको रहेछ क्या अलिअलि होइन सब अलिकति भाताङ भुतुङ छ अब कहाँसम्म हुन्छ यस्तो बाटो हेरौँ हेर्नु त भन्दै फेरि भइगयो जस्तै सुरु भयो जस्तो छ शिट No! Fuck! Shit! ठिक छ तर केही छैन मजा आउँछ यस्तोमा धुलो उडाउँछ क्या अरूभन्दा नि बेसी ए अहिले त नेपाल थोक 1 किलोमिटर देखा जस्तो लाग्थ्यो अहिले त फेरि यहाँ 6 किलोमिटर देखा छ सोचे होइन अहिलेको त्यो कटेर चाहिँ हामी यता आइसक्यौँ होइन फेरि पिच रोड त छ फेरि उता त्यस्तै देखिरहेको छु म यो त एउटा लुप जस्तो के पिच त्यो फेरि पिच फेरि त्यो साला यो दुख का खत्म नहीं होता बे ठिक छ केही छैन के हो यो हाम्रो यो गाडी छिर्यो जस्तो छ ए वाउ ठिक छ यस्तो हुन्छ अब चाहिँ के हो ठाउँको नाम के हो मैले ड्राइभर हेर्न पनि पाएको छैन थाहा छैन है मलाई यो कता आइपुगेँ म जेनी यही हो यो चाहिँ दामी भ्यू ओहो खोला ठुलो खोला दामी बाटो पनि ठुलो मजाको अरूभन्दा पनि कर्नरिङमा चाहिँ यस्तो भयो भने कसरी सुताउनु सुतायो भने त सुतै हुन्छ त यस्तो ठाउँमा त कत्रो रोड हो माइ गास बिस्तारी बाटो त अब सिधै सिधा छ के परसम्म देखिन्छ होइन देखिन चाहिँ कत्रो लामो रहेछ तर मजा आइरहेछ के हाइवे भनेकै यही हो 2000 years later. अलराइट सो हामी चाहिँ अहिले यता एकछिन ब्रेक लिँदैछौँ सो हाइवे यही हो यता छेउमा एकछिन बसेर एकैछिन ब्रेक लिन्छौँ बाइक पनि अलिकति तातिरह्यो होला होइन त्यत्रो अब अफ रोड पिच रोड गरेको छ त्यत्रो हाई स्पिडहरू कुदाएको छ होइन दुवैजनाकै हालत बाइकको पुरै हिलो भएको छ ए बेसी हिलो त यो भएको छ माथि मुखसम्म पुरै इन्जिनभरि ल दुईवटा बाइकको हालत पछाडि चाहिँ त्यति साह्रो परेर रहेनछ त्यसलाई मेरो त च्याप्पै अँगालेर बसेको छ हिलोले पछाडिको सस्पेन्सनलाई त अनि ल अहिले चाहिँ हामी खै मेरो एक्सट्रिम दिनुहोस् ल यो चाहिँ एक्सट्रिम ब्रेक दुवैजनाको अब यही एक्सट्रिम खाने अनि उड्ने फेरि उडाउने बाइक यो दुईवटा बाइक उड्छ यति खाएपछि सो त्यही हो तो मिलते हैं एक ब्रेक के बाद ओके सो अहिले चाहिँ 11:51 गएको छ सो हाम्रो ब्रेक अब सक्यो अब फेरि निस्किने समय यताबाट ओके निस्किम अब यताबाट सो यताबाट अब सुरुमा कुन ठाउँ आउँछ ल हाम्रो टुर गाइडलाई पनि थाहा छैन रे अब जाम जहाँ पुग्छौँ पुगौँ यताबाट लेफ्ट लाग्यौँ यो ठाउँ कुन हो यो ठाउँको नाम के हो त्यो बुझेँ यो ठाउँको नाम चाहिँ के हो खुरकोट ए ल हामी खुरकोट पुग्यौँ त्यसो भए खुरकोटबाट यता लागिसकेका छौँ हामी ए
पहिला पहिला सुनेको थिएँ यताबाट पारी गयो कि पहाड गइन्छ भनेर, त्यही बाटो रहेछ। ए ल ल के हो त्यो? ठिक छ जाम जाम। ओके, सो अब चाहिँ हामी यताको यो अलिअलि घरहरू अलिक बेसी भएको ठाउँहरू आइपुग्यौँ। ऐसँग त पुरै खाली थियो, अब्बे कत्रो लामो। अब चाहिँ अलिअलि मान्छेहरू पनि देखा पर्न थाल्यो। अब चाहिँ कुनै ठाउँ पुग्यो जस्तो खालको फिल आउन थालिसक्यो मलाई। ल अलिकति बाक्लो हुँदै गयो। अब चाहिँ अझै कति टाढा छ थाहा छैन मलाई चाहिँ। हाम्रो गाइड अगाडि हुनुहुन्छ, यो बाटो मलाई अब कुनै थाहा छैन। सो पुरै बाटो अब अगाडि जानुहुन्छ। हो, नेपालको झन्डावाला पुल आइसक्यौँ गाइज हामी, र इभीको चार्ज स्टेसन। ल सो बाटो पनि कन्फर्म भइसकेको छ, बाटो यही हो। अब खै कतिन्जेलसम्म पिच आउँछ अरे, त्यसपछि फेरि अफ रोड सुरु। सब रातै रातो माटो। ओ माई गॉड, रेड जोन। तलतिर त होइन, यहाँ त कोही हिँड्दैन है क्या, अघिदेखि कोही देखिया छैन यो बाटोमा त। यसो हामी चाहिँ अहिले यो अफ रोड हिँड्दैछौँ पुरै होइन, अहिलेको पिचहरू सबै सक्यो। त्यसपछिबाट यो अफ रोड हिँड्दैछौँ। अब चाहिँ अफ रोड चाहिँ दामी अफ रोड छ, दामी त नभने त्यति साह्रो पनि छैन। यो बालुवा कि माटो के भन्छ यसलाई, अब यो चाहिँ अलिक बेसी भएको ठाउँमा चाहिँ अलिअलि चिप्लिन खोज्दो रहेछ, तर कन्ट्रोलमै हुन्छ। ठिक छ, इजी जान्छ, त्यति गाह्रो पनि छैन। अनि हाम्रो दाइ चाहिँ एकदम पछाडि हुनुहुन्छ, किनभने अब मैले पछाडि अलि धुलोहरू दामी उडाइरहेको छु नि त, अनि त्यही भएर एकदम पछाडि हुनुहुन्छ। म चाहिँ अगाडि हिँडेको। ओके, त्यो अफ रोड पनि सकिसक्यो। अब फेरि पनि पिच छुइसक्यौँ। यतै हो रे, हाम्रो यताको लोकलहरूलाई सोधिरहेछौँ, सोध्दै अगाडि बढ्दै गरिरहेछौँ। अहिलेको अफ रोडमा चाहिँ एकदम त्यो धुलो त्यही माथि अगाडि एउटा ट्रक रहेछ, त्यो ट्रकले यस्तो धुलो थाला होइन। हाम्रो त्यो ट्रकलाई चाहिँ ओभरटेक गरेर अगाडि बढ्यौँ। अब हेरौँ कति टाढा छ गेलु, अझै हिँड्नु अगाडि। ओके, Two minutes later. सो गेलु भन्ने ठाउँ चाहिँ आइपुगिसक्यौँ हामी फाइनल्ली। गेलु भने यही रहेछ। अब हामीलाई चाहिँ कता जानुपर्ने हो त? ठाउँ त कति राम्रो, कति शान्त, शीतल हावा उडिरहेछ। यसो कुरो बुझ्दाखेरि चाहिँ हामी अलिकति गलत बाटो आयौँ जस्तो छ, त्यही भएर हामी फेरि फर्किँदैछौँ अहिले आएकै बाटो। थाहा नभएको बाटो आउँदाखेरि कहाँ हो कसैलाई थाहा छैन। ठिक छ, फर्क्यौँ अब, कतासम्म फर्किने हो। जेन सिग्राइल भन्ने ठाउँ यतै अगाडि नै हो। एन्डमा पुगौँ ल, हेरौँ ल। अझै म अगाडि जान्छु, मैले धेरै धुलो खाइसकेँ। फेरि पनि अब बाटो यता होइन भनेको छ लोकलले, हामी फेरि त्यही बाटो फर्किरहेछौँ। है गएकै बाटो फेरि। One eternity later. ल सो फाइनल्ली बाटो कन्फर्म भइसक्यो, बाटो यतै रहेछ। अनि यताबाट अब तल झरेर जानुपर्ने रहेछ, अब धेरै टाढा छैन। अनि अघि अलिअलि रेकर्ड गरेको थियो, त्यो रेकर्डिङहरू चाहिँ कुनै पनि रेकर्ड भएर रहेनछ, किनभने ब्याट्री सकिएछ। अनि अहिले ब्याट्री फेरेर अनि फेरि अगाडि बढिसकेँ म। धन्न योपालि चाहिँ सही ठाउँ आएछौँ। होइन सुरुमा आएकै बाटो थियो रहेछ, ठिकै छ, केही छैन। ओहो, बाइक त कस्तो भाङ्गेको। ल
अलराइट सो गाइज हामी अब हाम्रो डेस्टिनेसनमा चाहिँ आइसक्यौँ धेरै बेर हराएर बल्ल बल्ल आइपुग्यौँ जे नि राम्रोसँग आइपुग्यौँ बाटोहरू अब त्यही थियो अलिअलि अफ रोड थियो अलिअलि पिचहरू थियो होइन जे नि अब राम्रैसँग आइपुग्यौँ सो भिडियो यहीँसम्म थियो सो लास्टसम्म भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई एकदम धेरै धन्यवाद भिडियो मन परेको भएमा भिडियो लाइक गर्नुहोस् मेरो च्यानललाई सब्सक्राइब गरेर राख्नु होला यस्तै कन्टेन्टहरू फ्युचरमा आउनेछ हस्त धन्यवाद